रातको उज्यालोमा हराएको खोजकर्ता रहस्यमयी कथा। तपाई अहिले सुन्न लाग्नु भएको छ एउटा अनौठो रहस्यको कथा। यो कुनै साधारण कथा होइन, बरु अँध्यारो र रहस्यमय यात्रामा तपाईलाई लैजाने एक अद्भुत अनुभव हो। यदि तपाईलाई यस्तै रोमाञ्चक कथाहरू मन पर्छ भने अन्तिमसम्म अवश्य सुन्नुहोस्। अनि हाम्रो च्यानल लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। रात गहिरो थियो। आकाशमा चन्द्रमा फिक्का उज्यालो लिएर टल्किरहेको थियो, तर जंगलको बाक्लो छायाले त्यसलाई पनि मिलिरहेको थियो। त्यही अँध्यारोमा एउटा खोजकर्ता हराइरहेको थियो। उसको नाम थियो आरव। यो बाटो कहाँ गयो? म यहाँ पहिल्यै आइसकेको जस्तो लाग्छ। तर यो उज्यालो, यो कस्तो उज्यालो हो? आरव कुनै साधारण मानिस थिएन। उसँग एउटा पुरानो टेलिस्कोप थियो जुन उसले आफ्नो हजुरबुबाबाट पाएको थियो। त्यो टेलिस्कोपले ताराहरू मात्र देखाउँदैनथ्यो, बरु लुकेका रहस्यहरू पनि उजागर गर्थ्यो। तर त्यो रात उसले खोज्न खोजेको रहस्यले उसलाई नै मिल्यो। आरवको हातमा टेलिस्कोप थियो। उसले त्यसलाई आँखामा राख्यो। अचम्मको कुरा, रातको अँध्यारोमा एउटा चम्किलो बाटो देखियो जुन नाङ्गो आँखाले देख्न सकिँदैनथ्यो। त्यो बाटोले उसलाई जंगलको गहिराईतिर डोर्यायो। बाटोको छेउमा पुराना भग्नावशेषहरू थिए, जस्तो कि कुनै सभ्यताले यहाँ शताब्दी अघि बास गरेको थियो। टेलिस्कोपले एउटा चम्किलो ढोका देखायो। ढोकाको माथि लेखिएको थियो, जो खोज्छ ऊ हराउँछ। यो के हो? यो उज्यालो, यो त रातको होइन। यो त अर्कै संसारको जस्तो छ। ढोका खुल्नासाथ एउटा चकाचौध उज्यालोले आरवलाई तान्यो। उसको टेलिस्कोप हातबाट खस्यो र जमिनमा ठोक्कियो। त्यसपछि जंगलमा फेरि शान्ति छायो। उज्यालो हरायो र आरव कहिल्यै फर्किएन। भनिन्छ त्यो जंगलमा अझै पनि रातको उज्यालो देखिन्छ। कतिपयले टेलिस्कोपको टुक्रा खोज्ने कोसिस गरे, तर जो गए तिनीहरू पनि हराए। सायद आरवले खोजेको रहस्य उसैसँगै हरायो। वा सायद त्यो अझै कसैको पर्खाइमा छ।